नमस्कार। हामी चाहिँ आज फ्राइडे मनाउनलाई घुमघाम गर्न गइरहेका छौँ। फ्राइडे स्पेशल हामी चाहिँ घुमफिरको लागि जाँदैछौँ। हामी तयारी भइसक्यौँ। अब रुमबाट निस्केर कहाँ कहाँ गइन्छ, के गरिन्छ, कसो गरेर भिडियो बनाइन्छ ठ्याक्क पारेर अब ठ्याक्क आउँदैछ। हाम्रो मोडर्न उता खतरा हिरो भएर रेडी भइसक्नु भयो। प्रगति यहाँ चल्दै नै छ। आशा गर्नु यो भिडियो पक्कै मन पर्ने छ हजुरहरूलाई है त। हामी चाहिँ बाहिर निस्किसकेका छौँ। अहिले चाहिँ यता यसो साथीहरूले चाहिँ यसो फोटो खिच्ने कुरा पनि भइरहेछ। फोटो खिच्दै हुनुहुन्छ उहाँले चाहिँ। फोटो खिच्ने कुरा भइसक्यो। एउटा फोटो पनि भइसक्यो। अर्को फोटो उहाँले खिच्दै हुनुहुन्छ। ट्याक्क लाएर हेर्न सक्नुहुन्छ होइन। स्टेज 2 भइसक्यो। अब हामी चाहिँ धेरै टाढा त जाँदैनौँ, नजिकै नै हो भनौँ। अब हेरेर जाऊँ कस्तो हुन्छ आजको यात्रा। पक्कै पनि रमाइलो तरिकाले गर्न तयारीमा छौँ गरे के कसो भन्नुहोस् त। हो एकदम सही हो। दर्शकलाई परिचय पाम आशा छ एकदमै राम्रो हुनेछ। हुनुहुन्छ देख्नुभएको छैन राटो कपडा लगाएको यस्तो भिडियोहरू अब आउँछ बिस्तारै हाल्ने होला। अहिले साँझको 6 बजेको बेलामा घाम पनि पुगेको घाम पनि अस्ताएको हुन्छ। यसमा रमाइलो हुने रहेछ ठाउँ। यस्तो बेलामा घुम्न आउने टाइममा चाहिँ यो हो जस्तो लाग्यो मलाई। माया कतारको यो ठाउँ, कतारको यो वातावरणले नै मेरो मनलाई चाहिँ लोभायो। फेरि पनि म आएँ। अहिले चाहिँ 16-17 महिना चल्दैछ। यस्तै हो चलिरहेकै छ। फुलहरू पनि फुलिरहेको छ है सक्नुहुन्छ होइन। हाम्रो गाउँपाखामा भयो जस्तै फुलहरूको मजा छ। हो साथी हो, हामी त एकदम आरामले पार्कमा आनन्द बसिरहेको छ, सुतिरहेको छ भनौँ न होइन र। कसो लागिरहेछ मोडन भन्नुहोस् तपाईँले। रमाइलो एकदम रमाइलो। यस्तो ठाउँमा कहिले आउनु? बल्ल आउनु भने बल्ल नेपालमा त बस्नु होला, घुम्नुभयो होला। नेपालमा घुमेको हो, यहाँ चाहिँ फर्स्टचोटि आएको। कस्तो लागिरहेछ? एकदम रमाइलो हो। तपाईँको परिचय पाऊँ न। मेरो नाम चाहिँ मदन हो। घर कहाँ रे? अनि उहाँको सुरतमन थारू होइन। उहाँले चाहिँ फोन गर्दै हुनुहुन्छ उहाँको फ्यामिलीसँग कुरा गर्दै हुनुहुन्छ। अनि तपाईँको ठाउँमा चाहिँ अहिले ब्लकबस्टर फिल्म जारी त्यो हेर्नुभयो नि तपाईँले? कस्तो लाग्यो जारी फिल्म? एकदम राम्रो छ। अब 2 चाहिँ तपाईँकै जिल्लामा पाँचथरबारीमा सुटिङ भइरहेछ। कस्तो लागिरहेछ? खुसी हुनुहुन्छ? एकदम खुसी। आजको फ्राइडे घुमफिर भइरहेछ। एकदम रमाइलो लागिरहेछ। अनि तपाईँले एकदम मनपर्ने गीत कुन चाहिँ होला नेपाली म्युजिक इन्डस्ट्रीमा? मेरो चाहिँ अहिले दुश्मन छ धेरै भन्ने दुर्गेश थापाको। दुर्गेश थापाको। हजुर। अनि अर्को त्यस्तो छैन खासै विशेष। अनि हजुरको सिरियल पनि खतरा हेर्नु तपाईँको? सिरियल त मेरो जुठे हो। जुठे बाहेक अरू पनि होला? जुठे बाहेक अर्को पनि छ। अरू सानै। दुईजनामा एकदम मनपर्ने कुन चाहिँ सिरियल? दुईवटा उस्तै हो। अनि अरू फिल्म नेपाली फिल्म कति हेर्नुहुन्छ? घरदेखि परदेश आउनु भएको छ होइन। कस्तो अप्ठ्यारो हजुरको पहिलो अनुभव हो कि के हो कतार? यो मेरो फर्स्ट टाइम हो। योभन्दा पहिला कहाँ जानुभएको थियो? दुबई। कति बस्नुभयो दुबईमा? 2 साल। 2 साल भयो। कस्तो लाग्यो दुबई र कतारमा फरक के पाउनुभयो? दुबईमा ठिकै छ।
राम्रै छ दुवै पनि। अब हुन्छ नि कता रोज्नु कारण के थियो तपाईँले? हुन्छ नि अरू देशमा छ अनि तपाईँले चाहिँ युरोप पनि गइरहेछन् होइन? सबैतिर यसो घुमौँ भन्ने चाहना हो सबै देशतिर। ए हजुर हजुर। हामीलाई आजको दिनमा चाहिँ एकदमै रमाइलो भएको छ। रमाइलो उहाँ चाहिँ एकदम सुटसुटी फोन गरेर भएको छ होइन? हामी सुटसुटी भिडियो बनाउनु छ। ठिक छ, अब के छ, अब यहाँ मात्रै घुम्ने हो कि अरू ठाउँमा पनि घुम्ने विचार छ? अब नेक्स्ट फ्राइडे जानुपर्छ अरू ठाउँ पनि, नयाँ नयाँ ठाउँ घुम्नुपर्छ। घुमफिर मनपर्छ एकदम घुमफिर मनपर्छ, सबैलाई मनपर्छ। तपाईँहरूलाई मनपर्छ भन्न दर्शकहरू कमेन्ट गर्नु होला। यस तिनजनाको यसो भेटघाट गरौँ पनि त थियो, तर पनि आज भेटघाट सबैलाई क्यान्सल गरेर आज यसो घुमफिर गरौँ न के छ र यसो पार्कतिर भन्ने हिसाबले यो 1 नम्बर खेता चाहिँ यसो घुमफिर गर्दैछौँ। कस्तो हाम्रो सुरजजीसँग कुरा गर्नु पर्यो के? हेलो 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 गाइज, के छ? ठिक छ। अनि के हो तिम्रो नाम बहिनी? परिचय पाम हिमाल जस्तै रहेछौ तिमी, बिहानीको घाम कट्टा हिँडेको बिजुली बालेर भन्ने गीत कति सुन्नुहुन्छ तपाईँले? हजुर हजुर, कति सुन्नुहुन्छ गीत? ए त्यो गाना त म तपाईँको मुखबाट के भन्छन् 24 घन्टा त नभनौँ। अरू सुनिराखेकै छु। मेरो मुखबाट मात्रै सुनेको हो भनेपछि हेर्नु चाहिँ भएको छैन युट्युबमा गएर? राख एकछिन। युट्युबमा गएर चाहिँ हेर्नु होइन? हेरेको एक दुईचोटि होइन। हेर्दैछौँ अब यस्तै हो परदेशी जिन्दगी। म चाहिँ के भन्छ बाँके बर्दिया हो मान्छे परियो, कतारमा आयो, यस्तै हो। अनि के तपाईँको विदेशको यात्रा पहिलो थियो कि? पहिलो नै भनौँ होइन। उताबाट फेरि साथीले फेरि पुरा सेल्फी हाल्दै हुन्छ कि यसो गफ परेको भिडियो चाहिँ खत्रै होला है होइन? अब खै आजको हेरौँ, अब बेलुकासम्म के कस्तो हुन्छ हामी अपडेट गर्दै गर्छौँ तपाईँहरूलाई टाइम टाइममा। बाँके बर्दिया भन्ने गीत पनि छ कि? बाँके बर्दिया काहे छोडिदिया भन्ने जस्तो होइन, गाना त आउँदैन। अनि तपाईँलाई एकदम मनपर्ने हुन्छ नि म्युजिक इन्डस्ट्रीमा कसलाई कुन मनपर्छ एकदम? ठ्याक्क भन्दाखेरि त खासै त्यस्तो म्युजिक हो यताउति खासै इन्ट्रेस्ट लाग्दैन मलाई सबैजना मनैपर्छ भनौँ न। अब त्यसरी नछुट्यौँ होला। भनेपछि हजुरले एकदम इन्ट्रेस्ट केमा छ? गेम हुन्छ, कोही फुटबल? म बरु यो अहिले पब्जी भन्ने छ नि। पब्जी भन्ने होइन, पब्जी राम्रो छ। पब्जी नै भनौँ। पब्जी खेल्ने डर छ। म प्रायः जस्तो चाहिँ पब्जी नै खेल्छु। मेरो इन्ट्रेस्टिङ गेम अरूभन्दा टिकटक भिडियो त्योभन्दा मलाई मनपर्ने भनेकै त्यही हो, त्यही नै खेलिरहेको छु, खेल्दैछु। जुन त्यसको के छ त्यो लेभलहरू कस्तो पुग्यो? अब बुढो मान्छे ल यसो हल्का गफकाम पनि गर्नु पऱ्यो रहेछ। हाम्रो 2 घन्टाको भ्रमण टुर सकेर हामी आफ्नो गन्तव्यतिर फर्किँदैछौँ होइन? यो भिडियोलाई खतरा माया गरिदिनु होला। 100 को लाइकको टार्गेट छ है हाम्रो। सबले टार्गेट पुरा गरिदिनु होला। डबल ट्याप ट्याप डबल ट्याप ट्याप
के डबल ट्याप गरेर हुन्छ कि सेयर गरेर हुन्छ कि कमेन्ट गरेर हुन्छ कि के गरेर हुन्छ भिडियोलाई खतरै बनाउनु पऱ्यो हो। हाम्रो काम भनेकै राम्रो भिडियो दिनु नै हो। हजुरहरूले चाहिँ लाइक कमेन्ट सेयर र मायाको खाँचो छ क्या है। ल यस्तै हो, अर्को भिडियोमा अब भेटौँ ल। हस् नमस्कार, जय नेपाल, जय। फाइनल्ली हामी घुमफिर गरेर रुममा आइसकेका छौँ। अब म भिडियो एडिट गर्छु, त्यसपछि अब 1-2 घन्टापछि हजुरहरूमा आइनुहुनेछ। के कस्तो लाग्यो भिडियो, अब कमी कमजोरी पक्कै हुन्छन् मान्छेमा होइन, कमेन्ट गरिदिनु होला यस्तो यस्तो के हो कसो भनेर है त। म चाहिँ इन्डिङ अर्को भिडियोमा भेट्ने बाचाको साथ भिडियो हाल्न चाहन्छु। त्योभन्दा एउटा कुरा जानकारी छ, हजुरहरूले सब्सक्राइब गर्नु गरिहाल्नुहोस् एङ्गे लाएर है। त्यहाँ यसो हुन्छ नि, साथी लानु भन्नुहोस्, ट्याग टु पार्नुहोस्। हजुरको माया नै हाम्रो हौसला स्वरूप ट्यागका है त।